गाइजहरू म चाहिँ मैले रोटी बनाउने काम गर्छु। यसरी घोल्नुपर्छ पहिला मिक्सरमा। यहाँबाट घोलेपछि फेरि लगेर यहाँ खनाउनुपर्छ। यहाँ खनाएपछि घोल्दै यहाँबाट निस्किन्छ। यहाँ डल्लो बनाउने हो, टक्क टक्क टक्क। त्यहाँबाट डल्लो बनाइसकेपछि यहाँ लगाएर फाल्ने हो। अनि त्यस पछाडि यहाँ गयो। अनि यहाँबाट सर्लक्क यहाँबाट यो तिनवटा भरिसकेपछि अनि लगेर यहाँ पोल्छ। यहाँ यो मेसिनमा उताबाट फाल्छ, यहाँ पोलेर यहाँ निस्किन्छ। अनि यहाँबाट फाइनल भएपछि यहाँ आउँछ। अनि यहाँबाट फाइनल भएपछि यहाँ आउँछ। अनि यहाँबाट प्याकिङ भएपछि यस्तो भाँडामा गएर अनि बिक्री हुन्छ साथी हो। यस्तो बरामा आउँछ पिठो ब्याङ ब्याङ। नेपालमा चाहिँ गरिबले खाने पिठो, धनीले खाने चामल भन्छ। यहाँ चाहिँ धनीले खाने पिठो, गरिबले खाने चामल। यहाँ चामल पाइँदैन। यहाँको राष्ट्रिय खाना भनेको यो पिठो हो। राष्ट्रिय खाना भनेर रसिया लगभग मेरो विचारमा युरोप जति सबै यही पिठो नै चल्छ होला, जहाँसम्म मलाई लाग्छ है। युरोपतिर चाहिँ हाम्रो नेपालमा मात्रै हो भात, धनीले खाने भात भन्छन्। तर यहाँ चाहिँ धनीले खाने पिठो, पाउरोटी, विभिन्न किसिमको कुराहरू चाहिँ बन्छ पिठो के। गाइजहरू, दर्शक वृन्दहरू, श्रोताहरू, मेरो दाजुभाइहरू, म युट्युबमा हाल्छु। तपाईँहरूले कमेन्ट सब्सक्राइब गर्नु होला। के कस्तो लाग्छ यो युरोपको काम यस्तै छ। मेरो चाहिँ नाइट ड्युटी हो। नाइट ड्युटीमा आइयो छ पिठोसँग कुस्ती खेल्या सेतो कालो मान्छे पिठोले गर्दा सेतो भन्छ। अनि बिहान गएपछि फेरि कालो त कालै हुने हो। दिपखाली गएपछि बेलुका मात्रै हो सेतो हुने बेहोरेसी क्या। सेतो हुने चाहिँ बेलुका मात्रै हुन्छ। दिउँसो फेरि म काली नै हुन्छु। यस्तो छ ल गाइजहरू है त। फेरि अर्को भिडियोतिर भेटौँला। नमस्ते सबैजनालाई।